हेलो एभ्रिवान एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग। आशा छ सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। र आज म चाहिँ हजुरहरूलाई हाम्रो फार्म भिजिट गराउन चाहन्छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ अब हजुरहरूलाई फार्म देखाउन जान्छु। लेट्स गो। म चाहिँ अब फार्मको ठ्याक्कै अगाडि आइसकेकी छु। हाम्रो चाहिँ फार्म ठ्याक्कै गाडी फर्काउने ठाउँ यो चाहिँ पार्क भन्छ, बस पार्क है, हाम्रो गाउँको बस पार्क। अब हाम्रो चाहिँ फार्म यहाँबाट सुरु हुन्छ, यहाँबाट सुरु हुन्छ, यहाँ आएर अन्त्य पनि हुन्छ, सुरु पनि हुन्छ। यी दुइटै हाम्रो फर्ममा छिर्ने बाटो भयो, यी दुइटै हाम्रो फर्महरू भयो। म चाहिँ हजुरहरूलाई सुरुबाट देखाउँछु हाम्रो फर्म सुरुमा आउने बित्तिकै के हुन्छ भन्ने कुरा। लेट्स गो। सुरुमा चाहिँ हाम्रो यो एउटा घर जस्तो देखिने छ। यो घर चाहिँ हाम्रो भर्मी कम्पोस्ट बनाउनको लागि हो। हामीले चाहिँ यहाँ गडौलाहरू राखेका छौँ, मल पनि अलिअलि बनेको छ। यहाँ अस्ति भर्खर फेरि हामीले यहाँ केराको थामा भन्छ कि खम्बा भन्छ, अब त्यसलाई काटेर चाहिँ हामीले यहाँ राखेका छौँ। हाम्रो चाहिँ यो चाहिँ गडौला घर, यो चाहिँ अलि पुरानो टिनहरू पनि छ। अनि हाम्रो चाहिँ त्यसपछि हाम्रो यो गडौलेको घरपछि यहाँनिर टक्क चाहिँ टनेल छ। टमाटरहरू राम्रो भएर फरिरहेका छन्। र हाम्रो चाहिँ यो फर्स्ट टनेल भयो ठ्याक्कै। अनि यहाँ चाहिँ हामीले यहाँ मुनि साग धनियाँ, यो टनेलमा हामीले धनियाँ छरेका छौँ, मल्चिङ प्लास्टिक लगाएका छैनौँ हामीले कुनैमा पनि। यो चाहिँ हाम्रो एउटा टनेल भयो, फर्स्ट टनेल। त्यसपछि हामीले यहाँ तल काउली पनि लगाएका छौँ। अब यहाँ झार बढी आउँछ, मल्चिङ प्लास्टिक नभएपछि अब यस तलपट्टि पनि केही लगाउनु पर्यो, झार अलिकति भयो नि कमाउँछ भनेर हामीले यहाँ काउली पनि लगाएका छौँ। त्यसपछि हाम्रो यो फर्स्ट टनेल, हामी चाहिँ फर्स्ट टनेल बाँसको बनाएका छौँ। त्यसपछि यो हाम्रो सेकेन्ड टनेल, यो पार चाहिँ सेकेन्ड टनेल, यो फर्स्ट टनेल। म चाहिँ पुरै माथिबाट पनि देखाउने छु, साइडबाट पनि। सेकेन्ड टनेलमा पनि हामीले यहाँ तल धनियाँ छरेका छौँ। अनि यो अर्को टमाटरहरू लगाएको भयो। हाम्रो यो टमाटर पनि एकदम राम्रो भएको छ, रोगहरू लगेको छैन। पोहोर लगाएकोमा चाहिँ रोग लागेको थियो, अहिलेकोमा लागेको छैन। यो हाम्रो सेकेन्ड टनेल भयो। अनि हाम्रो तिनवटा, यो थर्ड टनेल भयो। यो चाहिँ हाम्रो प्लास्टिक, यो अलिकति नजिक भएर प्लास्टिक चाहिँ यसरी राखेको छौँ। यो चाहिँ हाम्रो थर्ड टनेल। तिनवटा टनेल छ हाम्रो माथिल्लो घरमा। यहाँ चाहिँ साग लगाएको, साग पनि यत्रो भइसकेको छ, सागहरू खासै राम्रोसँग उम्रिएन। टनेल पनि हाम्रो यस्तो राम्रो छ। र चाहिँ हामीले यहाँ टुटाको लागि ट्र्याप लगाएका छौँ, एलो ट्र्याप। अनि अर्को ट्र्याप पनि छ, कता छ राखेका छौँ। एउटा टनेलमा हामीले एउटा गरेर दुई थरी राख्छौँ, टुटाले नखाओस् भनेर। त्यसपछि हाम्रो माथिल्लो टनेलको माथिल्लो गराएको टनेल चाहिँ सकिन्छ। र अब छेउछेउमा चाहिँ हामीले यहाँ अलिकति काउली लगाएका छौँ। यहाँ सिमी लगाएका थियौँ हामीले, सिमी राम्रोसँग उम्रिएको छैन। अब चाहिँ यहाँ केराउ पनि लगाएका छौँ। सिमी नउम्रिएपछि केराउ लगाएका कति दिन भयो भन्दा 3-4 दिन भएको छ केराउ लगाएको। हामीले चाहिँ यो फर्स्ट सुरुमा आउने बित्तिकै देखिने टनेल अनि गडौलाको घर पनि भयो। त्यो गडौलाको घर र यो टनेल चाहिँ एउटैमा सिधै छ, सम्मो छ। र हाम्रो चाहिँ यहाँ सिमी पनि ठुल्ठुला भइसकेका छन्, अस्ति पानी हालिदिएका थियौँ हामीले। अनि यो चाहिँ कोदो पनि हाम्रै कोदो सलक्क। अनि घिराम्रोको भुट्यो, त्यो लोकल घिराम्रो कस्तो राम्रो छ हाम्रो फार्ममा। सबैजनाले तरकारी चाहिएको छ भने सम्पर्क गर्नुहोला। अनि हाम्रो चाहिँ यति धेरै पाइप छ होइन, यति धेरै पाइप छ। हामी चाहिँ यो पाइप चाहिँ 400 मिटर तलबाट पानी लिएर आएका हौँ हामीहरूले। पानी हाम्रो चाहिँ यहाँ कति
5000 लिटरको ड्रम छ 2000 2000 1000 गरेर यो 1000 लिटर 6000 लिटरको पानीको ट्याङ्की छ हाम्रो यो पनि 1000 2000 2000 मैले चाहिँ तल पानी आउने ठाउँ पनि देखाउने छु अहिले तल पानी लगाइराखेका छौँ हामीले अब हामी चाहिँ तल टनेलमा जानेछौँ यो चाहिँ हाम्रो एकदम लामो छ टनेल यति लामो छ यो टनेल हैन एउटै टनेल हो एउटा हैन यो चाहिँ तीनटा टनेल हो एकै ठाउँ जोडेर बनाएको हुनाले चाहिँ हाम्रो यो तीनटा टनेल एकै ठाउँमा छ हाम्रो ठुलो बाबा पनि आउनु भएको छ साथ दिनको लागि हेलो भन्नु यो चाहिँ हाम्रो तीनटा टनेल भयो हजुर उता सिमी धेरै राम्रो हुन्छ सिमी है हाम्रो चाहिँ तीनटा टनेल भएपछि त्यतापट्टि 4वटा 5वटा उतै पनि छ नदेखेको छ है म चाहिँ हजुरहरूलाई देखाउने छु हाम्रो सब टनेलमा लगातार टमाटर छ एउटा टनेलमा खुर्सानी र सिमी पनि लगाएको छ हाम्रो चाहिँ यो कोदो हामीले उता एस्पारागस पनि उतैपट्टि लगाएका छौँ छेउमा कस्तो भन्छ अहिले देखाउने छु हजुरहरूलाई कोदो अब चाहिँ हाम्रो यो टनेल यो हाम्रो एकै ठाउँ तीनटा टनेल लामो भनेको टनेल यही हो यसमा पनि टमाटर एकदम राम्रो भइसकेको छ यसको पनि हामीले धेरैचोटि हार्भेस्ट गरिसकेका छौँ टमाटर र चाहिँ हाम्रो यहाँ साग यस्तो राम्रो साग पनि फलिरहेको छ उम्रिरहेको छ झार पनि उत्तिकै यो झारको व्यवस्थापन अहिले चाहिँ अब हातले उक्काउने अलि समयपछि चाहिँ मल्चिङ प्लास्टिक आउँछ अब अर्को टमाटर लगाउने बेलापछि पानी पनि अब 400 मिटर तलबाट चाहिँ पानी लिएर आएका छौँ हामीहरूले हाम्रो यहाँ अदुवा पनि लगाएका छौँ टमाटर चाहिँ यस्तो राम्रो भएको छ भट्ट पनि लगाएका छौँ हामीले यहाँ भट्ट अनि यो अदुवा त्यसपछि हामी चाहिँ एउटा तीनटा टनेल पार गरेर आइसकेका छौँ अनि त्यसपछि यो अर्को टनेल भएपछि अब माथि चाहिँ मैले तीनटा टनेल देखाएँ यो लामो टनेल भएपछि यहाँ 6वटा भयो योसँग 7वटा टनेल हाम्रो चाहिँ 7वटा टनेल छ यहाँसम्म अझै उता पनि छ यहाँ पनि हामीले तल साग लगाएका छौँ टमाटर राम्रो फलिरहेको छ हाम्रो चाहिँ यहाँ गाईको गहत मल बनाएर राखेका छौँ यहाँ हामीले प्याज राखेका छौँ छोपेका त छैन तर यहाँ प्याज राखेर लसुनका पातहरू लसुनहरू राखेर हामीले चाहिँ यहाँ गाईको गहत राखेर चाहिँ यहाँ मल बनाएका छौँ यो चाहिँ हाम्रो भट्ट भइहाल्यो यहाँ भट्टको बिचमा पनि हामीले मल ल्याएर राखेका छौँ यहाँ चाहिँ सकिएछ बिहान हालेका थियौँ हामीले टमाटरमा सो अब अहिले देखाएको घिराम्लो यही हो यो चाहिँ आफै उम्रेको घिराम्लो यस्तो राम्रो भएर फल्यो यहाँको फर्सीको बुटो भइहाल्यो म चाहिँ अब हजुरहरूलाई म अर्को टनेल देखाउन गइरहेकी छु अर्को टनेलमा पनि टमाटरै छ झार पनि उत्तिकै छ हाम्रो चाहिँ यतापट्टि साइडमा पनि भट्ट लगाएका छौँ यतापट्टि साइडमा पनि भट्ट लगाएका छौँ हाम्रो यो अर्को टनेल यो चाहिँ फलामे टनेल यो टनेल त्यो अर्को फलामे टनेल पनि एकै ठाउँ जोडिएको छ अलिकति ग्याप छ अनि जोडिएको छ किनकि यो सिधै बनाउँदाखेरि आफ्नो जग्गा अनुसार पनि भयो तर राम्रो छ हाम्रो यसमा टमाटर पनि धेरै पहिला लगाएका थियौँ अनि त्यही भएर यहाँ अब भुट्टो सकिसकेको छ तलपट्टि माथिपट्टि चाहिँ फल दिइरहेको छ यहाँ हामीले साग पनि लगाएका छौँ काउली पनि लगाएका छौँ तर यहाँ चाहिँ झार आएको छ झार अब बेसरी नै आउनु भयो अब हाम्रो म चाहिँ अर्को टनेल देखाउन गइरहेकी छु अर्को टनेल म चाहिँ अर्को टनेलमा आइसकेकी छु यो टनेलमा टमाटर लगाएका छौँ भने यो फलामे टनेलमा हामीले सिमी अनि खुर्सानी लगाएका छौँ तल यसमा पनि झार आएको छ झार खुवाउनुपर्छ खुर्सानी बिहान हार्भेस्ट गरेको थियो सिमी चाहिँ फल्दैछ राम्रोसँग फलिरहेको छ यो खुर्सानी लगाएको 6-7 महिना भइसकेको छ राम्रो भएको छ यो चाहिँ काउली भन्न आएछ सिमी पनि एकदम राम्रो भएको छ है यहाँ चाहिँ हरियो हुनसक्छ हाम्रो फर्ममा भनेको अब टमाटर खुर्सानी सिमी अनि काउली अलिअलि छ यति बेला चाहिँ अब प्याजहरू पनि अब माथि देखाइसकेँ हजुरहरूलाई
प्याज लगाउने ठाउँ पनि हामीले त्यो कुनामा पनि अदुवा लगाएका छौँ। अदुवा पनि देखाउने छु। त्यो कुना पुरैमा अदुवा लगाएको हो। यो चाहिँ खुर्सानी सिमी लगाएको ठाउँ भइहाल्यो। यहाँ चाहिँ कोही हुनुहुन्छ जस्तो लाग्छ, मम्मी चराएर चाहिँ टमाटर बढी खाने क्या। हेलो मम्मी, के गर्दै हो? कहाँबाट ल्याएको पानी हो? काउरे कति मिटर तल छ काउरे? ल भनिदिनु त। 400 मिटर तल। त्यहाँबाट पानी कति ठुलो आउँछ ल हेर्नु होला। सोलर प्यानलबाट तानेको पानी यति राम्रोसँगै यति मजाले आउँछ। 400 मिटर तलबाट आएको पानी। यो मैले अघि चाहिँ हजुरहरूलाई देखाउँछु भनेको। यो भयो। मम्मीले चाहिँ खुर्सानीको बोटमा सिमीको बोटमा चाहिँ पानी हाल्दै हुनुहुन्छ। त्यसपछि हाम्रो यो रह्यो अर्को टनेल। यो टनेलमा पनि टमाटर छ। यसमा अघि पानी यो भलमा पनि लगाइदिएका थियौँ पानी। यो भलमा यो माथि पनि लगाइदिएका थियौँ। अघि चाहिँ हामीले यसमा चाहिँ गाईको पिसाब राखेका थियौँ अनि पानी पनि राखेका थियौँ। यसको टमाटर पनि एकदम राम्रो फलिरहेको छ। किराले खाएको छैन। पोहोर चाहिँ एकदम हानि पुऱ्याएको थियो हामीले राम्रोसँग नजानेर पनि। अनि यसमा मुनि पनि सागहरू पनि लगाएका छौँ। त्यसपछि टमाटरको साइडमा हामीले गोथे फुल पनि लगाएका छौँ। आफै पनि उम्रिरहेको छ, उम्रेको पनि छ। अनि बेसार पनि छ। यस्तो साइड खाली ठाउँ किन राख्नु। बेसार अदुवा फुलहरू अलिअलि लगाइरहेका छौँ हामीहरूले। हाम्रो फार्म चाहिँ अझ एउटा टनेल त तलपट्टि छ। अब तल चाहिँ गएन अहिले। म चाहिँ यहाँ नजिकैको जहाँ नजिकै छ त्यहीँनिरको फार्म टुर गराएको हजुरहरूलाई। र हाम्रो भट्ट कति धेरै ठाउँमा लगाएका छौँ। त्यहाँबाट यहाँसम्म भट्ट लगाएका छु। यो त साइड हिँड्ने ठाउँ पनि भयो अलिअलि। हाम्रो चाहिँ तल पनि छन् धान लगाएको, यता लगाएको अन्त हाम्रो चाहिँ अब काउली कति राम्रो फलेको छ। त्यहाँ जुम गर्न मिलेन। हामीले चाहिँ टनेलको छेउछाउमा पनि अलिअलि गुत्ते फुलहरू पनि लगाइदिएका छौँ। यसलाई चाहिँ पिँडालु पनि छ यहाँ। यो चाहिँ हाम्रो अघिको कोदोबारीको छेउ उता भयो, यता अन्त्येष्टि। हाम्रो चाहिँ यहाँनिर हामीले बकुल्ला लगाइदिएका छौँ अनि त्यो हामीले एस्पारागस लगाइदिएका छौँ। यो सायद झारा र कि कसो थाहा भएन। एस्पारागस पनि अलिकति धेरै लगाएका छैनौँ, अलिकति हो। बकुल्ला पनि अलिकति लगाएको, तर यसमा चाहिँ लाई धेरै लाग्दो रहेछ। अहिले चाहिँ ला छैन, सायद सानो भएर होला। हाम्रो चाहिँ कोदो पनि यता छ। म अर्को ठाउँ पनि देखाउने छु। अब म चाहिँ यो फलामे टनेल पनि लामो देखिएको छ। यो चाहिँ हामीले 2टा प्लास्टिक अनि 2टा फलामे टनेल हो। त्यहाँबाट यहाँसम्म एउटै छ, एकै ठाउँमा राखेको भएर चाहिँ हाम्रो लामो देखिएको छ। एउटा मात्रै देखिएको छ, एउटा टनेल मात्रै हो कि जस्तो लाग्छ। हाम्रो चाहिँ सबै टोटल गरेर चाहिँ 11वटा टनेल छ अहिले यतिखेर। यो बाँसको टनेल, फलामे टनेल 2टा छ भने बाँसको टनेल 9वटा छ। अब चाहिँ म हजुरहरूलाई अर्को ठाउँतिर टुर गराउँछु। हामीले चाहिँ बिहान टमाटर टिपेर अलिकति टमाटर टिपेर चाहिँ हामीले यहीँ टनेलमा राखेका छौँ। अहिले बेलुका पख पनि हामीले टिप्ने छौँ, घाम लागेपछि पाकिहाल्छ। र अर्को ठाउँ भनेको अब यो कोदो, त्यो कोदो, यहाँ कोदोभित्र अलिअलि बोडी पनि लगाएका छौँ। हाम्रो यो कोदो, त्यो तलको कोदो, त्यो साइडमा पनि छ कोदो। यो चाहिँ हाम्रो अर्को टनेल भइहाल्यो। यो कोदो यति 3टा कोदो पनि हामीहरूले लगाएको, हाम्रो फार्मभित्रै लगाएको। यहाँ चाहिँ हामीले फुल पनि लगाएका छौँ, बोडी पनि लगाएका छौँ। बोडी पनि एकदम राम्रो भएको छ। यो प्लास्टिकले छोपामा काम गर्ने को हुनुहुन्छ भन्ने होला। सबैभन्दा धेरै काम चाहिँ हाम्रो मम्मीले गर्नुहुन्छ। मम्मीले नै अब भित्र बाहिर यताउता अलिअलि काम चाहिँ मैले झाडा टारिङ मात्रै भए पनि अलिअलि भयो भने काम चाहिँ म पनि गर्छु। मम्मीले नै गर्नुहुन्छ। र मम्मीले चाहिँ अब गोठको धन्दा अनि यो फार्मको धन्दा गर्नु पऱ्यो। अहिले चाहिँ पानी हाल्दै हुनुहुन्छ। अनि हाम्रो खेती भनेको अब तल अर्को दिनमा पनि हजुरहरूलाई देखाउने छु। तल धानबारीमा हाम्रो कागती खेती पनि के कस्तो छ भन्ने कुरा हजुरहरूलाई देखाउने छु। र हाम्रो मौरी पालन पनि देखाउने छु, के कस्तो छ हाम्रो मौरीको अवस्था पनि हजुरहरूलाई देखाउने छु। हाम्रो फार्म अझै बडो छ। यो चाहिँ हाम्रो मात्र एग्रिकल्चर टमाटर तरकारी खेतीको लागि भयो। अब फलफुल खेती पनि देखाउने छु पछि, र मौरी पालन पनि देखाउने छु पछि भन्दै
हजुरहरूलाई चाहिँ हाम्रो फार्म के कस्तो लाग्यो हजुरहरूलाई भिजिट गराइसकेकी छु। राम्रो लाग्यो राम्रो लागेन प्रतिक्रिया दिनुहोला। के कस्तो कमजोरी देख्नुभयो के कस्तो के कुराको अभाव देख्नुभयो त्यसको लागि पनि तल कमेन्ट बक्समा छोडिदिनु होला। र यति भन्दै मेरो चाहिँ यस च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, लाइक गर्न पनि नभुल्नु होला। यति भन्दै चाहिँ म आजको दिन हजुरहरूकी प्यारी बहिनी छेपारो भन्छु भने यस्तो यसले यो छेपारो छैन, यसले चाहिँ एकदम बोल्नै दिन्न कि मलाई डर लाउँछ। एक फेरि यसले हेरेर झम्टिन आएको थियो कि त्यही भएर हजुरहरूलाई के कस्तो लाग्छ हाम्रो फर्म के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भन्दै आजको यस भ्लगबाट बिदा हुन चाहन्छु। सबैजनालाई हस्त नमस्ते अनि बाई बाई।